कहिले सगरमाथाको उचाइ जस्तै आशाले भरिएको नेपाल क्रिकेटको आकाशमा आजकल काला बादलहरू मडारिन थालेका छन्। एक समय लाखौं समर्थकको सपनालाई पखेटा लगाउने यो खेल अहिले अनिश्चितता, चुनौती र चिन्ताको घेराभित्र उभिएको देखिन्छ। खेलाडीहरूको अथक मेहनत, समर्थकहरूको अपार माया र देशको गौरव बोकेको नेपाल क्रिकेट आज कठिन मोडमा आइपुगेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा कमजोर प्रदर्शन, एकदिवसीय ओडिआई मान्यता जोगाउने दबाव, व्यवस्थापनका प्रश्न र भविष्यप्रतिको बढ्दो चिन्ताले नेपाली क्रिकेटमाथि कालो बादल थप बाग्लिँदै गएको अनुभूति हुन्छ। तर प्रत्येक आँधीपछि आकाश फेरि खुल्ने विश्वास पनि उत्तिकै बलियो छ। यही भूमिबाट सन्दीप, दिपेन्द्र सिंह ऐरी खेलाडीहरू उदाएका हुन्, जसले संसारलाई नेपालको क्रिकेट क्षमता चिनाएका छन्। चुनौतीहरूलाई अवसरमा बदल्न सके आजको यो कालो बादल भोलिको उज्यालो बिहानको सङ्केत पनि बन्न सक्छ। नेपाली क्रिकेट अहिले परीक्षाको घडीमा छ। यो केवल खेलाडीहरूको मात्र होइन, व्यवस्थापन, सम्बन्धित निकाय र सम्पूर्ण नेपाली समर्थकहरूको साझा जिम्मेवारीको समय हो। यही समयमै सही निर्णय र स्पष्ट योजना अपनाइयो भने यो कालो बादल चिरेर नेपाली क्रिकेट फेरि एकपटक सफलताको सुनौलो घाममा चम्किनेछ।